हामीले चाहिँ एडभर्टाइजमेन्ट पाए कि टेरिटोरियल आर्मीको है सिक्किमको भर्ती चाहिँ 27 तारिक हुनेवाला छ। सो हामीले 26 तारिकै टिकट काटेर साथीभाइहरूसित हिँड्यो। बाटोमा जाँदाखेरि चाहिँ रिकास चाहिँ मेरो कुममा सुत्यो, नुरी चाहिँ त्यहाँनिर छ। हेलो गाइस, हामी चाहिँ यहाँनिर पेसोक आइपुगिसकेको छ। दोकानमा अब चिया खाजा अलिकति खाइवाला छ तातोपानी। यता हाम्रो नुरी दोकान, हाम्रो पेसोकको दोकान छ है, पेसोकमा आइपुगिसकेको छ। हामीले चाहिँ खाएर यहाँनिर नजाराहरू हेर्दैछौँ। यस्तो देख्दैछ, गाडी त्यहाँ छ, यसको भ्यू आम कञ्चनजङ्घा। हामी चाहिँ यहाँ आइसकेको छ ग्राउन्डमा। ग्राउन्ड चाहिँ अब यस्तो छ किन। सो गाइस, हामी चाहिँ यहाँनिर है जुमको एउटा होटेलमा आएको छ। हामी एकदमै है क्लियर छ। अन्त यहाँनिर चाहिँ के देखाउन चाहन्छु भन्दाखेरि एकदम पछाडिको सिनेरियो एकदम फ्युचरको पदम। यहाँ हाम्रो साथीभाइहरूले चाहिँ मलाई पदमसित कम्प्यारिजन कस्तो भन्छ नि, कदम भने यहाँ माथि छ, हामी भने यहाँ मुनि छ होइन। यहाँ चाहिँ क्या मजाको उयो रहेछ हौ, ट्रफिजहरू, मेडल्सहरू। कडक। यता चाहिँ किचन। राइट नाउ वी आर इन जुम है, नियर जलपहाड है, जलपहाड। Air is very cold over here. Yeah. So due to which we are here to drink some tea. Milk tea, sugar tea. विकास, यो चिया जुन चाहिँ तिमीले खाँदैछौ यो तिम्रो अङ्गेटीमा हो कि आगोमा पलाएको चुलामा पकाएको चिया जस्तो लागेन तिमीलाई? अङ्गेटी पनि चुला हो, चुला पनि अङ्गेटी नै हो, आगो हो। केही शब्द राखिदेऊ, अरू ठाउँमा खाएको चिया र यो ठाउँमा खाएको चियामा के अन्तर छ, के भिन्नता छ, अलिकति बताइदेऊ। धुवा। यो चिया चाहिँ एकदमै मिठो है, धुवा गनाउँदैछ। यु क्यान सी है, यसको तपाईँले यहाँनिर देख्नु पनि सक्नुहुन्छ, चिटिक्क बढेको कप छ हो। टेस्ट पनि धुवा। सो गाइज, हामी चाहिँ अब साथीभाइहरूलाई पर्खिँदैछ होइन। दिन पनि सुहाना भयो, घाम पनि डुबिसक्यो होइन। हाम्रो साथीहरू आएको जस्तो लाग्यो, हेलमेट त सेतो देखेँ मैले हो। अब हामी यहाँ के गर्दै बस्छ, गीत गाउँदै बस्छ। के आएको थियो मुखमा भन्दै, सुपी आएको थियो। यो दार्जिलिङको टोय ट्रेन। सो हामी चाहिँ यहाँनिर स्टेसन आइपुगिसकेको छ, घुमको स्टेसन हो। घुमको स्टेसनको नजारा चाहिँ यस्तो छ। हाम्रो केटाहरू चाहिँ यता छ, हाई गर्दै केटा। हामी तिनजना चाहिँ छिटो आएको कारणले गर्दा हामीले चाहिँ एउटा होमस्टेमा बस्नेको र खानेको मिलायो है। के भर्तीको लागि चाहिँ जानु त गयो, तर साथीको घुराइले गर्दा मेरो निन्द्रा छिटो खोल्यो र अब आँखा मार्दै भए पनि छिटो तयारी भएर चाहिँ हामी टिए भर्तीको लागि हिँडियो। फौजीहरू पढाउँदैछ। 4 बजेदेखि बसेको, इट्स अलमोस्ट 5:25 समथिङ। आज पनि लाइन हामी चाहिँ बल्ल फाटकमा आइपुगिसकेको छ। लाइन चाहिँ बढेर कति गइसक्यो है। हाम्रो टर्न आइपुग्दा नपुग्दा उज्यालो पनि भइसक्यो। हाम्रो टर्न आइपुग्दाखेरि चाहिँ 12 साढे 12हरू भइसकेको थियो है। र भित्र हामी डकुमेन्ट भेरिफिकेसन र रनिङहरू गऱ्यो है। रनिङ गर्दाखेरि चाहिँ हामी 100 जनाबाट चाहिँ सेलेक्ट हुन सकेन र हामी एकअर्कालाई सान्त्वना दिँदै र दिलासा दिँदै नेक्स्ट टाइम फेरि गर्नुपर्छ भन्दै हामी सिक्किम फर्क्यो।